तपाईको जीवन चाहिँ एउटा आत्मिक विनाशतर्फ लाग्छ। तपाईको आत्मिक तहरमा तपाईँ आत्मामा बढ्न सक्नुहुन्न, तर तपाईँ नाश भइराख्नु भएको हुन्छ। शैतानले चाहिँ तपाईँलाई विनाशतर्फ लैरहेको हुन्छ। किन? किनकि तपाईँले संसारलाई प्रेम गर्नुहुन्छ नि त। किनकि तपाईँ संसारलाई प्रेम गर्न र परमेश्वरलाई प्रेम गर्न तपाईँले दुवैलाई सक्नुहुन्न। बुझ्दै हुनुहुन्छ? संसारको लेखी तपाईँ मर्नुपर्छ। संसारको लेखी तपाईँ मर्नुपर्छ। संसारको लेखी चाहिँ तपाईँ मर्नुपर्छ प्रिय। संसारमा भएको थोक कुनै पनि होइन। त्यो सबै आँखा अभिलाषा, शरीरका सन्तुष्टि र महानका कुराहरू खुस्केर केही क्षणका तर परमेश्वरसँगको प्रेम अति महत्त्वपूर्ण छ। संसारको कुराले चाहिँ तपाईँ र मलाई चाहिँ परमेश्वरदेखि अलग गराउँछ, अपवित्र बनाउँछ, नाश गर्न लाग्छ, विनाशतर्फ लैजान्छ। संसारको कुराले तपाईँको जीवनलाई, आत्मिक तहलाई, संसारिक कुरामा तपाईँ लागिरहनु हुँदैन।